यदि तपाईहरुले मेरो अघिल्लो भिडियो हेर्नु भएको छ भने त्यस भिडियोमा मैले एउटा प्रेम पत्र या भनौं प्रेम कविता लेखेर खाममा राखेको थिएँ र भनेको थिएँ अर्को एपिसोडमा म त्यो पत्र पाउने मान्छेको परिचय खुलाउने छु। अब भनेको कुरा त पुरा गर्नु पर्यो के अरे। त्यसैले यस भिडियोको अन्तिमसम्ममा म पत्र पाउने मान्छे को हुनेछन् खुलाउने छु। तपाईहरुलाई लागिरहेको होला कि पत्र त जम्मा एउटा मात्र थियो, फेरि पाउने मान्छे कसरी धेरै भए। यो चाहिँ प्लानमा थोरै चेन्ज भएकाले हुने भएको। खुसी बाँड्न आँटेको थिएँ कि एकजनालाई मात्रै बाँड्नु भनेर म अलिक उदार भइगएँ। प्रेम भनेको जति बाँड्यो त्यति बढ्छ अरे। मलाई चाहिँ आफै चेक गर्न मन लाग्यो। सोचिरहेको छु 10 वटा कागजमा कविता लेखेर सिलबन्दी गर्छु र काठमाडौँ शहरमा रहेका विभिन्न स्थानहरूमा त्यो खाम छोड्छु। यति गरिसकेपछि कसले कविता लेखेको हो भन्ने पनि पत्र पढ्ने अपरिचित मान्छेले बुझ्नु पर्यो। त्यही भनेर आफ्नो परिचय दिने एउटा सानो कागज पनि कवितासँगै स्टिच गरेको छु। मेरो यो आइडिया सुनेर मेरो बहिनी सिमरन र भाइ कृष्णले पनि कागज काट्न र खाममा सन्देश लेख्न सहयोग गरे। दिनभरको मेहनतले अब खाम भने तयार भइसकेको छ। खासमा यो एउटा सोशल एक्सपेरिमेन्ट हुनेछ। मलाई हेर्नु छ पत्र भेट्ने कति अपरिचित मानिसहरूले कविता पढेर मलाई इमेल गर्नुहुनेछ र कतिले मेसेज गर्नुहुनेछ। म उहाँहरूबाट आएको प्रतिक्रियालाई उहाँहरूको परिचय नखुलाइकन अर्को एपिसोडमा पढ्नेछु। यदि प्रतिक्रिया आयो भने, आएन भने पनि केही छैन। केही अपरिचितले मेरो कविता पढ्नुहुनेछ। कविताको जित नै हुनेछ। म चाहिँ विजय नाम भएर पनि सहर्ष हार स्वीकार्नेछु। लौ त अर्को एपिसोडमा भेटौँला। टिपिदिन्छौ? थाहै नदिए कविता पोखिएछ।